हुन मन पर्छ, हुन मन पर्छ, ल है हुन मन पर्छ। मलाई घाम मन पर्छ, मलाई जुन मन पर्छ, जीवनभर यसुको सेवा हुन मन पर्छ। मलाई झर्न मन पर्छ, पहाड चढ्न मन पर्छ, दिनहुँ यसुको वचन पढ्न मन पर्छ। ल है, ल है, ल है। उठाएर नजरहरू हेर्छु, चारैतिर देख्छु परमेश्वरको भलाइ। उठाएर नजरहरू हेर्छु, चारैतिर देख्छु परमेश्वरको भलाइ। फेर पाल्दिन जीवन कुनामा बसी बस्दै म मेरो मलाई। स्वर्गीय उद्देश्यले जीवन भर्नेछु, यसुको काम पुरा गर्नेछु। हिमाल चुली मन पर्छ, त्रिशुली मन पर्छ, सजिएको यसुको बेहुली मन पर्छ। मलाई भेला मन पर्छ, स्तुति गान मन पर्छ, हस्ते पछि मण्डलीमा जान मन पर्छ। ल है, ल है, ल है। कान्द्रुकैमा लाग्यो घाम, सन्दकपुरमा कुहिरो ड्याम, फुलकोटको कास घारी। कान्द्रुकैमा लाग्यो घाम, सन्दकपुरमा कुहिरो ड्याम, फुलकोटको कास घारी। चारैतिर देख्छु म महिमा परमेश्वरको वारी र बारी। प्रकृतिले पनि उद्धार पाउनेछ, जब पुत्र फर्की आउनेछ। मलाई टिस्टा मन पर्छ, मलाई रङ्गीत मन पर्छ, प्रकृतिमा प्रशंसाको सङ्गीत मन पर्छ। चेला बन्न मन पर्छ, बनाउन मन पर्छ, यसुको वचन सुनाउन मन पर्छ। ल है, ल है, ल है, ल है, ल है, ल है। Oh,
हे 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 आहा
हर समय हर घड़ी साथ न छोड़े वो कभी बात छोटी हो या बड़ी देगा इश्क तुझे आजादी तू ही तू तू ही तू इश्क तू ही तू तू ही तू मेरा सब कुछ तू ही वचन सङ्ग्रह 9को 1 पद। हे परमप्रभु, मेरो पुरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु। तपाईँका सबै आश्चर्य कामहरूको वर्णन म गर्नेछु। आमेन। मलाई एउटा प्रेयर रिक्वेस्ट पनि राख्नु छ। म भोलि जाँदैछु यहाँदेखि। मेरो भोलि बिहान 10 बजेको फ्लाइट छ। तपाईँहरूले मेरो यात्राको लागि प्रार्थना गरिदिनुहोस्। मैले छुट्टी त मिलाउन खोजेको थिएँ सेकेन्ड र थर्डको लागि पनि, तर हुन सकेन। भोलि नै मलाई जानुपर्ने छ। पर्सिबाट मेरो ड्युटी जोइनिङ छ। तपाईँहरूले प्रार्थना गरिदिनुहोस् मेरो लागि, म राम्रोसँग पुगेर आफ्नो ड्युटीमा जोइन गर्न सकौँ भनेर। धेरै भयो नगएको पनि, स्वर पनि अहिले त खराबै भइसकेको छ। सो स्वरतिर चाहिँ नजानुहोस्, तर गीतको भोलि सुन्नुहोस् तपाईँहरू।
संसार सारा हामी सँगै सँगै गाउँदै जाउँ यसुको पर्खाइमा रम्दै जाउँ हामी घुमी घुमी नाच्दै जाउँ यसुको पर्खाइमा रम्दै जाउँ आकाशैमा झिलमिले तारा जगमगायो संसार सारा आकाशैमा झिलमिले तारा जगमगायो संसार सारा आकाशैमा झिलमिले तारा जगमगायो संसार सारा बेथलेहेमको रातैमा तारा झिल्मिन्छ दसैँ तारा झिल्मिन्छ स्वर्गदूतले खबर ल्याए धरती रमाइलो दसैँ धरती रमाइलो हेर सतरङ्गी मनैलाई चिरेर आएर आज हाम्रो मायालाई लिएर सतरङ्गी मनैलाई चिरेर आएर आज हाम्रो मायालाई लिएर कस्तो रहर छायो हृदयमा कस्तो मङ्गायो कस्तो रहर छायो हृदयमा आकाशैमा झिलमिले तारा जगमगायो संसार सारा 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 अत्ताखेरि पनि गीत लगाउन देवश्री एकछिन चाहिँ म यो समय चाहिँ हाम्रो वुमेन्स फ्याक्ट्रीदेखि सारा अघि लगाउँछु त्यसपछि फ्री डान्स कन्टिन्यू हुँदैन मोटीको कारण चाहिँ हाम्रो सालभरि स्कुलको नानीहरूलाई एउटा सानो उपहार दिनु मन लाग्यो हाम्रो मण्डलीको तर्फबाट अनि तपाईँलाई धेरै धन्यवाद छ सालभरि मैले एउटा सन्डे स्कुलको टिचरको रूपमा जति पनि नानीहरूलाई परमेश्वरको वचन गान भजनहरू सिकाउन सकेँ त्यसमा परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु अनि सबै आमा बाबालाई पनि धन्यवाद दिन चाहन्छु अनि फेरि पनि एउटा टिचर भएको कारण मेरो बोली वचनमा बेला बेला मैले गालीहरू गरेँ होला कुटेँ होला एकदम कडा बोलिहाल्ला त्यसको लागि म तपाईँहरू सबैसँग पनि क्षमा चाहन्छु नानीहरूसँग पनि सबैले माफ गरिदिनु मलाई मेरो मनमा चाहिँ त्यस्तो केही पनि छैन है फेरि पनि हाम्रो अस्ति डेट 16 नोभेम्बर 16 हाम्रो इक्जाम भएको थियो नानीहरूको सन्डे स्कुलको इक्जाम भएको थियो अनि त्यसमा हाम्रो परमेश्वरले सिकाउनु भएको प्रार्थनाको इक्जाम भएको थियो अनि भजन सङ्ग्रह 23 त्यसरी नै हाम्रो गाना कम्पिटिसन भएको छ यीशु मसीह भन्ने गाना हिन्दीको अनि बाइबल प्रिचहरू भएको छ हाम्रो धेरै नानीहरूले त्यसमा फर्स्ट सेकेन्ड थर्ड दिएका छन् म त्यो दिनुभन्दा अगाडि हाम्रो सबै स्कुलको नानीहरूलाई सानो गिफ्ट दिन चाहन्छु हाम्रो मण्डलीको तर्फबाट है मेरो तर्फबाट त होइन मण्डलीको तर्फबाट अनि म विशेष मण्डलीलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रो अगुवाजनले उहाँहरूले पनि मैले भनेअनुसार उहाँले पनि खुसी साथमा स्वीकार गरिदिनु भयो परमेश्वरले धेरै आशिष दिनुभएको होस् यस समय हाम्रो जम्मा हिसाब गर्दाखेरि 35 जना 35 जना केटाकेटी रहेछन् हाम्रो मण्डलीमा
सानो नानी सब जुनियर ग्रुप ए अनि ग्रुप बी भनेर मैले छुट्याएको छु। यो सानो गिफ्ट दिनको निम्ति म हाम्रो कुमारी दिदीलाई अनुरोध गर्दछु, कुमारी दिदी आइदिनुको निम्ति। अनि म नानीहरूको नाम बोलाउने छु, तपाईँहरू फटाफट आइदिनुहोस् ल। सब जुनियरबाट सुरु गर्नेछौँ। सबैभन्दा फर्स्टमा एन्जेलिका, अनि सेकेन्डमा जुली, फटाफट आइदिनु ल। जुली, सुमन्ना, जुली, सुमन्ना, Elvin Gabani, Joel Gabani, Resmi Limbo, Samuel Miru, Daniel, Ayus, Josila, Rosie, Enos स्पेशल सॉन्ग सेकेन्डमा दुईजना हुनुहुन्छ दानियल अनि जोशिला फर्स्टमा
हुनुहुन्छ जस्मिन अदानी। ओहो गोपाल चाहिँ आएन ग्रुप एमा फेरि पनि बाइबल क्विज पनि भएको थियो। थर्ड पोजिसनमा हुनुहुन्छ आकाश बग्ला। सेकेन्डमा दुईजना हुनुहुन्छ रोजी बिरु। अनि जेस्मिन। फर्स्ट पोजिसनमा हुनुहुन्छ जोर्डन अदानी। ग्रुप बी गोपाल ग्रुपीमा सङ कम्पिटिसन भएको थियो, गाना कम्पिटिसन, इसु मस्ती भन्ने गाना हिन्दी, अनि बाइबल क्विज अनि प्रार्थना परमेश्वरले सिकाउनु भएको प्रार्थना बाइबल क्विज हाम्रो गाना गाउने बाँकी जति पनि मैले 10 दिनबाट सिकाएको थिएँ त्यसको कम्पिटिसन भएको थियो। बाइबल क्विज अनि प्रार्थनामा थर्ड पोजिसनमा हुनुहुन्छ सन्ध्या रसाइली।